शैक्षिक सत्र सुरु हुनुभन्दा पहिले छोराछोरी स्कुल भर्ना नगर्नु है अहिले। वर्षै पछि लिइरहेको भर्ना शुल्कहरू हटाइँदैछन् जनता लुट्ने सिस्टम अझै अरू। बोर्डिङ स्कुल खारेज गरी मिलाऊ शिक्षाको स्तर, गुणस्तर र सिपमूलक शिक्षाको गर्नुपर्छ विस्तार। एउटै शिक्षा हासिल गरी बालबच्चा अघि बढुन्, जनताका छोरछोरीसँगै तिम्राले नि पढुन्। राम्रो कामको सुरुवात आफैबाट गर्नु, सुधार्नु पर्ने कहाँ के छन् काटछाँट गर्नु। तिम्रा कुरा काट्नेको मुख बुझो लाउँदै जानु, हाम्रो लागि सिस्टम राम्रो सुधारेर लानु। सुन्दर शान्त नेपाल बनोस्, शिक्षाको दीप बलोस्, नमुना होस् हाम्रो नेपाल विश्वमा नेपालकै नाम चलोस्। नमुना होस् हाम्रो नेपाल विश्वमा नेपालकै नाम चलोस्।